ल हाम्रो आजको सिर्जना मुखारुङ जुन हाम्रो भतिजिनीको बिहेमा हामी उपस्थित भइसकेका छौँ र अब यहाँ चाहिँ टिका टालोको कार्यक्रम अब अगाडि बढाइनेछ र हाम्रा बुढापाका जुन हाम्रो बुवाखालहरू पनि उपस्थित भइसक्नु भएको छ। अब चाहिँ टिका लगाउने लगभग समय हुँदैछ र टिकाको लागि चाहिँ हाम्रो बेहुलीको आमा चाहिँ सरर यताबाट चाहिँ आउँदै हुनुहुन्छ अनि हाम्रो दाजु दुर्गाराज मुखारुङको उपस्थिति भइसकेको छ। यहाँ राखिदिनु। यो चाहिँ उहाँले उयो पूजा गरेको अरे कि अनि त्यो लगाइदिन्छु अनि टिका लगाइदिन्छु भन्नु भएकोले लगाइदिनु भनेको प्रसादको रूपमा हो त्यो क्या। ल अब बाउले पहिला अरे ल है हाम्रो त नदेखाऊ है हाम्रो त अनुहार क्या नदेखाऊ भनेको ल त्यसरी ल ठिक छ ल होइन बेहुलाले लाउँछ त्यो टिकै सारा उता माइला हौ हौ त्यही टिका हौ त सार्नुपर्छ टिका दुईचोटि बनाऊ माइला त्यसले भन्नु न पहिला बेहुलालाई कि अनि त्यही टिका सार्नु न उता ल बेहुलाको बुवाले सकेपछि बेहुलीको आमाले पनि अब आमाले त्यति सबैले चल्छ त्यहाँदेखि अरूलाई चाहिँ सबैले चल्ने भन्ने खालको कुरो पनि आयो अब यहाँ के भन्छ यो ज्वाइँलाई लगाइदिनु हो त्यसरी लगाइदिनु न अनि उहाँले आफै बनाइदिइहाल्नुहुन्छ नि हातमा लगाइदिनु न हो त्यसरी पहिला छोरीले लाग्नु पर्ने है लोकनजीलाई ठेक मान्नु ल अब फेक्वा यङने पर चाहिँ अब 15-20 हजार रुपियाँ यसो लोन्ना कि पुमा मत होइन ओइ चिचिट अनाएन नि ल फेक्वा पनि हाम्रो दाजुले दरो दिइसक्नु हो छोरी ज्वाइँले सँगले है अनि ल अब हाम्रो भाउजूको पालो है धेरै जिउनु छोरीले राम्रोसँग स्याहार्नु भनेर आशिक दिनु भाउजू त्यसरी दिनुपर्छ नि त होइन बाजाबास नहोस् होइन समाजदारीमा कुरा मिलाउनु जहिले पनि भनेर चाहिँ त्यसरी चाहिँ गर्नु पर्यो है ल अब चाहिँ हाम्रो बेहुलीको आमा बुवाको चाहिँ टिका लगाउने कार्यक्रम
सकिएको तपाईँहरूले मैले जानकारी गराएँ। हस्त धन्यवाद सबैजनालाई।